सुस्ताउँदै गयो भनिएको राजावादी आन्दोलनले आजबाट फेरि चर्चा बटुल्न सुरु गरेको छ साथीहरू। यो भिडियो हेर्नुहोस्। नवराज सुवेदीको नेतृत्वमा आजबाट सुरु भएको राजावादी आन्दोलनमा आज पहिल्यै दिन उत्साहजनक सहभागिता देखिएको छ। चैत 15 गतेको राजावादी आन्दोलनले हिंसात्मक रूप लिइसके पछाडि राजावादी आन्दोलन बिस्तारै सुस्ताउँदै गएको अनुमान गरिएको थियो। त्यस पछाडिका केही आन्दोलनहरूमा सहभागिता अत्यन्तै न्यून देखिएको थियो। तर आज गणतन्त्र दिवसकै दिन उत्साहजनक रूपमा गणतन्त्रको विरुद्धमा र राजतन्त्रको पक्षमा आन्दोलन सुरु भएको छ। हामीले देख्न सक्छौँ विभिन्न तस्बिरहरूले बताइरहेको छ कि आजको सहभागिता अत्यन्तै उत्साहजनक थियो। हजारौं मान्छेहरूको भिड थियो त्यहाँनिर। र आजै गणतन्त्रको पक्षधर भनेर मानिएको एमाले गरेको कार्यक्रममा भने खासै मान्छेको सहभागिता देखिएन। यी तस्बिरहरू हेर्नुहोस्। गणतन्त्रवादी र राजावादीहरूले एकै दिन गरेका आन्दोलनहरूमा फरक फरक सहभागिता देखिनुले कतै आम जनताको गणतन्त्र प्रतिको वितृष्णा अझै बढ्दै गएको त होइन? यो अनुमान लाउन अवश्य सकिन्छ। आज गणतन्त्र दिवसको दिन म गणतन्त्रवादी हुँ भन्ने एमालेको कार्यक्रममा अत्यन्तै न्यून सहभागिता हुँदा गणतन्त्रको विरुद्धमा गरिएको आन्दोलनमा उत्साहजनक सहभागिता हुनु कहीँ न कहीँ यो गणतन्त्रको लागि राम्रो संकेत भने पटक्कै होइन साथीहरू। पछिल्लो समय विकसित घटनाक्रमहरूले गर्दाखेरिमा गणतन्त्रप्रति आम जनताको वितृष्णा अझै बढ्दै गएको अनुमान लाउन सकिन्छ। पछिल्लो समय एकपछि अर्को गरेर विभिन्न किसिमका काण्डहरू बाहिर सार्वजनिक भइरहँदाखेरिमा राजतन्त्र पक्षधरहरूले यही मौका छोपेर आफ्नो मौकाको फाइदा उठाउने कोसिस गरिरहेका छन्, जुन कुरा यिनीहरू केही हदसम्म सफल हुने पनि देखिन्छ। चैत 15 पछाडि सुस्ता आएको राजावादी आन्दोलन आज फेरि एकपटक चर्किएको छ। यो विषयमा तपाईको धारणा के छ? कमेन्ट गर्नुहोला।